The biggest football rivalry in Asia, Al Nassr versus Al Hilal. टाइटल डिसाइडिङ फिक्सर भइसकेको छ के। यो म्याच जसले जित्यो 2026 को साउदी प्रो लिग टाइटल उसैले जित्यो। अस्तिसम्म लागिरहेको थियो कि सबैलाई होइन, योपालि त अल नासरले मजाले आरामले टाइटल जित्ने भयो। तर केटा हो भाग्यले साथ नदिएपछि अनि राइभल टिम्सहरूले चाहिँ अपोनेन्ट प्लेयरहरूलाई किनेपछि केटा हो पैसा दिएर कसको के लाग्यो कि यति धेरै ट्रिकी फिक्सर भइसकेको छ होइन। न्युट्रल फुटबल फ्यान्सको लागि त यो त एब्सोल्युट सिनेमा हुन्छ हेर। लाइक कसैको पनि इमोसन जोडेको हुन्न नि। यदि न्युट्रल फ्यान्स हो भने अल नासर र अल हिलालको म्याच सधैँ नै स्पाइसी भइरहेको हुन्थ्यो कि। तर योपालि यति क्लोज टाइटल रेस भएर टाइटल डिसाइडिङ म्याच भएर होइन झनै स्पाइसी हुनेवाला छ कि। न्युट्रल फ्यानको लागि चाहिँ मजा नै मजा छ हेर। तर रोनाल्डो फ्यानको लागि त भित्रदेखि मुटु त ढुकढुक ढुकढुक भइरहेछ नि त। अल हिलाललाई हराउनुको लागि त्यति सिम्पल छैन हेर। मलाई प्लेयर्स भन्दा पनि बढी अल हिलालको कोचमाथि भरोसा छ कि। इन्जागी यसले अस्ति 2025 मा हेर न इन्टर मियामी जस्तो सुपर टिम बनाएर उसलाई युसिएलको फाइनलमा पुर्याएको छ कि। इन्जागीमा केही न केही एक्सपिरियन्स छ हेर, विज्ञानलाई कसरी म्यानेज गर्ने। त्यत्तिकै युरोपमा म्यानेज गरे होइन नि त्यो मान्छेले, केही न केही खुबी भएर त म्यानेज गरे हो नि। जनवरीमा नि हेड टु हेड भइसकेको छ अल नासर र अल हिलालको। त्यसमा अल हिलालले धोको थियो कि 3-1ले। क्रिस्टियानो रोनाल्डोले फर्स्ट गोल हानेको थियो होइन, खतरनाक गोल थियो। तर मुलासाक त्यो अल नासरको किपर के यति धेरै हग्यो कि त्यो मान्छेले बिना कामको रेड कार्ड लियो कि। अल नासरले यो सिजनमा फर्स्ट 10-12वटा म्याच लगातार जित्दै आएको थियो कि। त्यसपछि बेन्टो इन्जर्ड भयो, मेन गोलकिपर अल नासरको। त्यसपछि यो अर्को किपरलाई ल्याइयो कि, लाइक त्यो बेन्च किपर हुन्छ नि त्यसलाई चाहिँ ल्याइयो स्टार्टिङ 11मा। यति धेरै हग्यो कि होइन। 5वटा म्याच लगातार पोइन्ट लस गराएको थियो कि। 2-3टा म्याच हारेको, 2-3टा म्याच ड्र गराएको थियो। यो सबैमा हार्नु र ड्र गर्नुमा सबै यो किपरको दोष छ कि। 2टा म्याचमा रेड कार्ड। त्यसपछि अरू म्याचमा लाइक गिफ्ट दिएको छ, अपोनेन्टलाई गिफ्ट दिएको, गोलै गिफ्ट दिएको कि। जब यो किपरलाई निकालियो नि त्यसपछि 20 गेम्स इन हो कि अल नासरले लगातार जितेको। टाइटल दाउमा लागिसकेको छ हेर होइन। अस्ति त्यो अल क्वादिस विरुद्ध चाहिँ त्यो म्याच जित्देको भए, एटलिस्ट ड्र गरिदिएको भए पनि सेफ ह्यान्डमा हुन्थ्यो कि। त्यति धेरै प्रेसरै हुन्थेन कि हामीलाई, ढुक्कले टाइटल जितिन्थ्यो। तर 3-1 त्यो डिफिटले गर्दाखेरि हेर केटा होइन यति धेरै गाह्रो परिसकेको छ टाइटल रेसमा हेर। यति धेरै हुन्छ नि क्लोज इन्काउन्टर त्यस्तो भइसकेको छ क्या। ट्याक्टिकल्ली कुरा गर्नु पर्दाखेरि हेर हामीलाई थाहा छ अल नासरले हाइलाइन मेन्टेन गरेर खेलाइरहेको हुन्छ। हाइलाइन खेलाएर फाइदा पनि हुन्छ, बेफाइदा पनि हुन्छ। अट्याकिङमा एकदमै मद्दत पुगिरहेको हुन्छ कि। लाइक सबै प्लेयरहरू अगाडि पुस गरेपछि अट्याकमा चाहिँ एकदमै फाइदा हुन्छ। र मस्ट अट्याकिङ टिम भनेकै साउदी प्रो लिगमा अल नासर हो, जसले सबैभन्दा धेरै गोल हानेको छ हेर। तर यदि कुनै पनि अपोनेन्ट टिमले हाई प्रेसिङ गयो त्यसपछि विङ्गरहरूलाई चाहिँ दौडायो, लाइक वाइड बल फ्याँकेर विङ्गरहरूलाई चाहिँ वाइडतिर दौडायो भने अल नासरको कच्छा फाट्छ क्या। फेरि अस्तिको अल क्वादिसको गेम हेर, अनि भर्खरै त्यो लास्ट म्याच त्यो अल सबाब विरुद्धको म्याच, त्यसमा पनि यस्तै भएको थियो हेर। लाइक यति धेरै प्रेस गर्यो भने त्यो जुन प्रेस रेजिस्टेन्ट प्लेयर हुन्छ नि मिडफिल्डमा त्यस्तो छँदै छैन कि अल नासरसँग। फेरि हामीलाई थाहा छ अल हिलाल कति धेरै थ्रेटनिङ छ भनेर। यिनीहरूले प्रेस पनि गर्न सक्छन्। यिनीहरूको मेन भनेकै त्यो डिफेन्सिभ प्ले हो हेर होइन। डिफेन्सिभले एकदमै कम्प्याक्ट हुन्छ। इन्जागीको हामीलाई बल थाहा छ नि, इन्जागी बल अलि लिटल बिट हराम बल पनि खेल्छ चाहिएको बेला। त्यसपछि डिफेन्सिभले एकदमै कम्प्याक्ट हुन्छ र काउन्टर अट्याकमा बढी खेल्ने हो कि यिनीहरूले। तर चाहिएको बेलामा विदिन अ गेम के गेममै उसले चाहिँ ट्याक्टिक्स चेन्ज गर्न सक्छ कि इन्जागी। उनीहरूको डिफेन्सिभ लाइनलाई तोड्नको लागि फेरि अल नासरसँग क्रिएटिभ प्लेयर पनि छ कि, लाइक जाओ फ्लिक्स छ, सादियो माने छ, किङ्सली कोमान छ। गोल क्रिएट गर्नलाई त कुनै पनि समस्या नै छैन। अगाडि स्वयं क्रिस्टियानो रोनाल्डो छन्। गोलमा चाहिँ कुनै पनि प्रब्लम भएन, गोल मारिरहेको हुन्छन् प्राय होइन। तर मेन प्रब्लम आयो हाइलाइन र डिफेन्समा कि। जब विङ्गर दौडायो भने त केटाको कच्छा फाट्छ हेर। त्यसैले अल हिलालसँग अलि थोरै प्रेसमाटिक गेम खेलाउनुपर्छ कि। लाइक तिमीहरूले हाइलाइन पनि मेन्टेन गर, सँगसँगै चाहिएको बेला चाहिँ थोरै हुन्छ नि डिफेन्सिभ पनि खेल्न सक्नु पऱ्यो कि। जस्तो अस्ति पिएसजीले खेलाएको थियो नि सेकेन्ड लेगमा बायर्न म्युनिखसँग, हेर न कसरी खेलाएको थियो। लाइक हाइलाइन पनि मेन्टेन गर्छन्, प्रेसिङ पनि गर्छन्, चाहिएको बेला कि त डिफेन्सिभ बोर्डमा नि डिफेन्सिभली कम्प्याक्ट भएर पनि खेलिरहेको हुन्छन् कि। हामीलाई बिल्कुल यही चाहिएको कि अल नासरबाट। देयर इज नथिङ टु लुज केटा हो, गुमाउनलाई केही पनि छैन हेर। तर यदि यो म्याचमा ड्र, एटलिस्ट ड्र यदि जित्यो भने पाउने सबथोक पाइन्छ केटा हो। लाइक रोनाल्डोको 3 वर्षदेखिको सपना हुन्छ नि साउदी प्रो लिग जित्नु, त्यो पनि पुरा हुन्छ। हामी फ्यान्स पनि खुसी हुन्छौँ। अनि 2026 को त्यो वर्ल्ड कप भन्दा अगाडि यस्तो म्याच रोनाल्डोले जितिसकेपछि लाइक
मेन्टल्ली पनि एकदमै पोजिटिभ तरिकाले जान्छन् हाम्रो गोड होइन। त्यसैले एभ्री एस्पेक्टले चाहिँ यो म्याच एकदमै धेरै इम्पोर्टेन्ट हुनेवाला छ। कि तिमीहरूको प्रेडिक्सन के छ त्यो चाहिँ कमेन्ट गर होइन। मेरो प्रेडिक्सन चाहिँ एटलिस्ट ड्र नभए एनी हाउ जित।